विगत 66 सालदेखि यो अर्घाखाँचीमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ र त्यसै गरी विभिन्न कार्यक्रमहरू गर्दै जाँदा पतञ्जलि योग समितिले हालसम्म 83वटा यस्ता शिविरहरू सञ्चालन गर्दै आइरहेको छ। सम्पूर्णलाई हामी यी आफ्ना गतिविधिहरू टाइममा जानकारी गराइरहेका छौँ र अहिले हामीले यो शिविर गर्दा सञ्चालन गर्दा विभिन्न ठाउँहरूमा कोरोनाको बेलामा पनि विभिन्न क्वारेन्टाइनमा गएर सप्ताबुटीहरू वितरण गरेको ज्ञानप्रकाशहरू वितरण गरेको थियो। क्वारेन्टाइनमा गएर बारेमा जानकारी गराउँदै आइरहेको थियो र सबै पतञ्जलि योग समितिले प्रत्येक गाउँपालिकाहरूमा योगलाई विस्तार गर्ने क्रममा हामी एक हप्ता पहिला मालारानी गाउँमा अर्को शिविर लगाउनेछौँ। त्यसै गरी हामी ठाडामा पनि गएर अर्को शिविर लगाउनेछौँ। त्यस्तै वाङ्लामा गएर लगाउनेछौँ र शिविर लगाउनेछौँ। विभिन्न कार्यक्रमहरू हाम्रा रहेका छन् भन्दै म पुनः यहाँ उपस्थित सम्पूर्ण धन्यवाद। स्वागत मन्तव्यको लागि वरिष्ठ उपाध्यक्ष मणिराम अर्यालज्यूलाई। भर्खरै हाम्रो सामु नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष गणेश खनालज्यू आउनुभएको छ। उहाँलाई म विशिष्ट अतिथिको रूपमा अब हामी यो कार्यक्रमलाई उद्घाटनतर्फ डोर्याउँदैछौँ। यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व सन्नी खर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठज्यूलाई म अगाडि रहेका पानसमा दीप प्रज्वलन गरेर यो कार्यक्रमको उद्घाटन गरिदिनु हुनेछ र यसमा मालारानी गाउँपालिकाका अध्यक्ष लगायत देशमा आसीन हाम्रा अतिथिहरूले पनि साथ दिनुहुनेछ। यज्ञस्य देवमृत्युजं होतारं रत्नधातमं पूर्वे भीरिशिबिरेभ्यो नूतनै सदैवमेव वक्ष्यति। ॐ भूर्भुवः स्वः। धेरै धेरै धन्यवाद छ हाम्रा प्रमुख अतिथिज्यूलाई। चाहन्छु भने हामीले यो कार्यक्रमलाई जति सक्दो छोटो बनाउनेतर्फ सोचिरहेका छौँ। किनभने तपाईँहरू सबैको मनमा छिटो यो उद्घाटन सत्र सम्पन्न भएर हाम्रो प्रमुख प्रशिक्षकज्यूको हातमा माइक हस्तान्तरण गरेको देख्न चाहनुहुन्छ। त्यो हामीले बुझेका छौँ। यहाँको भावनाको कदर गर्नेछौँ। त्यसैले हामीले यो वक्तव्यको कार्यक्रमलाई पनि एकदमै संक्षिप्त बनाएका छौँ। हाम्रा सम्पूर्ण वक्ताहरूले पनि यसलाई ख्याल गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वास लिएका छौँ। अब म मन्तव्यको लागि पतञ्जलि योग समिति नेपालको केन्द्रीय सदस्य आदरणीय दिज्यू शान्त खत्रीज्यूलाई संक्षिप्त मन्तव्यको लागि म मञ्चमा निम्त्याउँछु। सम्पूर्णलाई हार्दिक ओमको नमन। धेरै धेरै धन्यवाद हाम्रो पतञ्जलि जिल्ला समिति अर्घाखाँचीका महासचिव जनक बस्यालज्यूलाई र आजको हाम्रो वृहत योग विज्ञान शिविर 5 दिवसीय योग विज्ञान शिविरका सभाध्यक्ष आदरणीय बहिनी सावित्रा बन्जारीज्यू र आजको यस कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगर प्रमुख आदरणीय व्यक्तित्व कृष्ण प्रसाद श्रेष्ठज्यू र मालारानी गाउँपालिकाका आदरणीय व्यक्तित्व अध्यक्ष दलबहादुर भट्टराईज्यू र हाम्रो पूज्य साधवीजी केन्द्रीय सदस्य वरिष्ठ प्रशिक्षक आजको मुख्य प्रशिक्षक हुनुहुन्छ देव कृपाज्यूलाई कोटि कोटि नमन वन्दन गर्न चाहन्छु र हाम्रो जिल्ला प्रमुखज्यू लगायत सम्पूर्ण मञ्चमा उपस्थिति सम्पूर्ण अतिथिगणहरूलाई हार्दिक ओमको नमन गर्न चाहे र पत्रकार बन्धुहरू लगायत कार्यालय सम्पूर्ण प्रमुखज्यूहरू लगायत सबैलाई यहाँ उपस्थिति मञ्चमा सबै योग अनुरागी योग प्रेमी
दिव्य आत्माहरूलाई हार्दिक ओमको नमन गर्दै मेरा भनाइ यही अन्त्य गरे। हस्, धन्यवाद। ओम। धन्यवाद। शान्त खत्री मन्तव्य राख्नु भएको छ। म अब आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि सशस्त्र प्रहरी बल 36 नम्बरका गुल्म 36 नम्बर गुल्मका गुल्मपति तथा प्रहरी नायक सशस्त्र प्रहरी नायक निरीक्षक योगराज दाहालज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र यो भावनालाई बुझेर देशमा आसीन हाम्रा अतिथिज्यूहरूले केही मन्तव्यको कार्यक्रमलाई भावना बुझ्नु भएको छ र यहाँहरूको भावना अनुसार म अगाडि बढ्न चाहन्छु र छिटोभन्दा छिटो यहाँहरूलाई म यो कार्यक्रम प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराउँदै सधैँ चाहिँ हामीलाई पतञ्जलि योग समिति अर्घाखाँचीलाई तन मन धनले सहयोग गर्ने, जहाँ जस्तो अवस्थामा पनि हामीलाई साथ दिने, आर्थिक भौतिक नैतिक सबै हिसाबले मद्दत गरेर पतञ्जलि योग समितिको अर्घाखाँचीको छविलाई जिल्लाभरि विस्तार गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका, जन जनमा योग, घर घरमा योग, गाउँ गाउँमा योग, समाजमा योग भन्दै स्वस्थ समाज निर्माण गर्ने महान अभियानमा साथ दिनुभएका हामीले यस्ता नगरपिता पाएका छौँ। आजका कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ सन्धि खर्का नगरपालिकाका नगर प्रमुख आदरणीय कृष्ण प्रसाद श्रेष्ठज्यूलाई मन्तव्य राख्नको लागि म मञ्चमा निम्ति आउँछु। धन्यवाद कार्यक्रम संचालक जनक बस्यालज्यू। योग शिविर उद्घाटन का अध्यक्ष एवं पतंजलि महिला पतंजलि योग समिति नेपाल अर्घाखाँची का नगर अध्यक्ष सावित्री बन्जाडीज्यू र मञ्चमा विभिन्न अतिथिको ओहदामा रहनुहुने अतिथि महानुभावहरू र विशेष गरी आजका आकर्षण हामीलाई यी 5 दिने योग शिविर सम्पन्न गर्नको लागि केन्द्रदेखि आउनुभएका आजका प्रशिक्षक आदरणीय देव कृपाज्यू, उहाँ केन्द्रीय सदस्य हुनुहुन्छ र यो बिहानी सत्रमा आमन्त्रित गरी आउनुभएका सम्पूर्ण योग प्रेमी महानुभावहरू सबैमा म बिहानी सत्रको अभिवादन साथै योगको अभिवादन गर्न चाहन्छु, सबैमा नमन गर्न चाहन्छु। र आज हामी यो टुडी खेलमा प्रत्येक वर्ष जस्तै हामीले गर्दै आएको यो योग साधना शिविरमा परिवर्तन गरेका छौँ र यो शिविर 5 दिनसम्म चल्नेछ। मलाई आशा छ भोलिका दिनमा आजको भन्दा बढी व्यापक उपस्थिति हुनेछ। यो टुडी खेल भरिएर यसले अर्कै रहन दिनेछ, किन यो हामी जन्मिसकेपछि बाँच्नको लागि योग, निरोगी रहनको लागि योग, कर्मको लागि योग, समाज सुधार गर्नको लागि योग, यो मुख्य प्रस्थान बिन्दु भनेको यो वास्तवमा योग नै हो। योगलाई कसरी परिचालन गर्न सकिन्छ, त्यसरी पतञ्जलि नेपाल अर्घाखाँची शाखा स्थापना भए पश्चात मलाई थाहा छ खेलमा र प्रत्येक गाउँघरमा प्रत्येक स्थानीय तहमा वडा तहमा यो योग क्लिन भएका छन् र हामी 61 वडामै पतञ्जलि नेपाल शाखाको शाखा विस्तार गरेर अर्घाखाँचीमा योगमय